हेलो गाइस, दर्शन नमस्ते। हामी सिधै ड्युटीबाट है त हाम्रो गुरुजी ड्युटी लिएर जाँदै हुनुहुन्छ हामीलाई। यहाँ हुनुहुन्छ एकजना भाइ, उहाँ छन्। बस पुरा खाली छ, हामी दुईजना मात्रै छौँ आज चाहिँ मेरो अलिक चाँडै पर आवश्यक परेर इमर्जेन्सीमा चाँडै ड्युटी जाँदैछु है। यहाँ रुटबाट जाँदैछौँ, सधैँ चाहिँ अर्कै रुटबाट जान्थ्यौँ। आज चाहिँ कतारको मेन सिटी दोहाबाट जाँदैछौँ है साथीहरू। यताको रोडहरू देख्न सक्नुहुन्छ, यस्तो दामी छ। तल रोडमा एउटा पत्ता पनि छैन, देख्न सक्नुहुन्छ, हेर्नु यस्तो क्लिन छ। साथीहरू जाँदैछौँ समुद्रको छेउतिर। ल है त साथीहरू, अब एकछिन। ल साथीहरू, देख्न सक्नुहुन्छ समुद्र कतारको छेउबाट लाग्यो। कतारको मेन सिटी दोहाको यो हो साथीहरू। अलिक क्यामेरा ठिक भएन, अनि अगाडिको गाडीको ग्लास पनि अलिक क्लियर भएन के। गुरुजीलाई भन्नु पर्यो अलिक वास गर्नलाई है, तर देखिए यतिको ठिकै छ। हेर्नु त, यहाँनिर कतारको सबैभन्दा पुरानो होटल हो सेराटोन। सानो छ है, तर कतारको सबैभन्दा पुरानो होटेल देख्न सक्नुहुन्छ। यहाँनिर छ, कस्तो तरिकाको छ हेर्नु न, ट्याप्प खच्रे भ्यागुता बसेको जस्तो क्या है। यहाँ छ यस्तो यस्तो बिल्डिङहरू छन् कतारमा पनि। ल है त साथीहरू, यो एकपालि 2008तिर होला होइन, यो गोलो बिल्डिङ भाइरल भएको गुरुजी। यहाँ छ हेर्नु। आज यसैको फेदबाट जाँदैछौँ हामी। 2008मा सायद त्यति बेलै हो यो बिल्डिङ एकदम भाइरल भएको। यो यस्तो छ है त साथीहरू। सेराटोनको छेउमै आइपुग्यो। हेर्नु, बाटोमा पार्क पनि गाडीको कति छन्, पार्किङ गाडी। ल आइपुग्यो, यता छ मेन सिटी दोहाको। ल देख्न सक्नुहुन्छ है त साथीहरू। ल ट्याक्कसँग भिडियोलाई मन परे ट्याक्क लाइक र सेयर गर्न चाहिँ नबिर्सिनु साथीहरू। अनि यो बिल्डिङ भाइरल बिल्डिङ भनेर के भन्नु है। म आउँदाखेरि यस्तै थियो, अहिलेसम्म 4 वर्ष भइसक्यो, यस्तै नै छ यो बिल्डिङ, स्टार्ट पनि भएन। ल हेर्नु, डेन्जर छ बिल्डिङ पनि, खतरा डिजाइनले बनाइदिएको छ। यो बिल्डिङ चाहिँ हो साथीहरू कतारको सबैभन्दा अग्लो बिल्डिङ। ल देख्न सक्नुहुन्छ, आज त्यसैको फेदैमा आइपुग्यो है। यहाँ छ यो देख्नुभयो, यस्तो छ। ल मैले पहिला काम गर्ने बिल्डिङ पनि आइपुग्यो साथीहरू, होटेल। यो यो के भन्छ, क्रिम कलरको है साथीहरू। ल हेर्नु त, यो टक्कसँगले सुरुमा आउने बित्तिकै काम गरेको, ड्युटी गरेको होटेल यहाँ आइपुग्यो। यहाँ छ अर्को होटेल, कतारमा सबैभन्दा धेरै चल्ने होटेल सायद यही पनि, यही नै हुनुपर्छ है, यति व्यस्त हुन्छ नि साथीहरू। यस्तै छ। ल यस्तो यस्तो छन् बिल्डिङहरू हाम्रो कतारमा। ल है त साथीहरू, यसैको फेदमा आइपुग्यो। यता माथि छ, यति अग्लो छ कि देखिएन साथीहरू, क्यामेराले अलिक भ्याएन। क्यामेरा त्यस्तै छ साथीहरू, अब के गर्नु होइन, भर्खर नयाँ नयाँ चलाउँदैछु। माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है त। आउँदाका दिनहरूमा राम्रो भिडियो बनाउन सकौँ। यस्तो छ बिल्डिङहरू, यताको बिल्डिङहरू कतारको है। गाडीले उफारेर के गर्नु नि साथीहरू, पुरा क्यामेराले नभ्याउँदो रहेछ क्या साथीहरू। यो सस्तो मोबाइल भएपछि त गाह्रो हुँदो रहेछ। यस्तो छन्। ल देख्न सक्नुहुन्छ बिल्डिङहरू। यो बिल्डिङ पनि खै स्टार्ट भएको जस्तै लाग्दैन।